शीर्षक घृणाबाट फुलेको माया। कथा गाउँको जात फाड्ने चित्र। विद्यालयको प्राङ्गण। क्लास 7, 8, 9 र 10 का विद्यार्थीहरू चित्रकला सप्ताहमा भाग लिइरहेका थिए। तर त्यो हप्ता चित्रकला केवल सौन्दर्यको लागि थिएन। बिहानै सरिता दिदीले दिएको प्रस्ताव थियो, एक पटक जातकै विषय चित्रमा उतारौं। नबोलिकनै धेरै कुरा भन्न सकिन्छ। चित्र बनाइरहेका विद्यार्थीहरूको मनमा उथलपुथल। कोहीले मन्दिरको ढोका र त्यसअघि रोकेको दलित चित्रे, कोहीले विद्यालयमा छुट्याइएको पानीको माटोको गाग्री, कोहीले एउटै कक्षा तर 2 फरक डेस्क बनाएका। तर सबैभन्दा फरक चित्र एक्ला बस्ने, कम बोल्ने एकजना बालक सुरजले बनायो। उसको चित्र यस्तो थियो। 2 जना बच्चा छन्, एउटा कालो र अर्को गोरो। दुवैको पेटमा मानव लेखिएको छ। बीचमा ठूलो कतरिएको पत्र, जसमा लेखिएको छ जात। र त्यो पत्रलाई 2ले मिलेर च्यातिरहेका छन्। पदम सर चित्र हेरेर चुपचाप भए। उनले त्यो चित्र चौतारीको अगाडि राखिदिने निर्णय गरे। त्यो साँझ गाउँको सबैभन्दा पुरानो चौतारीको पर्खालमा सुरजको चित्र फ्रेममा हालेर टाँसियो र तल लेखियो, हामी छुट्टै जन्मिएका होइनौं, हामी छुट्टै बनाइएका हौं। गणेश भण्डारी, जसले पहिलेदेखि शिवलाई मन पराउँदैनथ्यो, ऊ चित्र देखेर झसङ्ग भए। बोले, अब त बच्चाहरूले पनि जातको विरुद्ध चित्र बनाउने भए। तर गाउँका धेरैले केही बोलेनन्। तर चित्र नजिक गएर चुपचाप हेरे। शिव परैबाट त्यो चित्र हेरे र डायरीमा लेखे, म कहिल्यै कलाकार थिइन, तर आज म एउटा चित्रमा बाँचिरहेछु। सरिता त्यो चित्र नजिक उभिएर बच्चाहरूलाई चित्रको व्याख्या गरिरहेकी थिइन्। यस्ता चित्रहरू केवल रङ्ग होइन, चेतनाको छाया हुन्। जब रङ्ग मिल्छन्, समाज मिल्छ। सुरजलाई गाउँलेहरू चिन्न थाले। पहिले बोल्दैनथ्यो, तर आज उसको चित्रले आवाज दिइसकेको थियो। साप्ताहिक पञ्चायत बैठक, जहाँ सामान्यतः गाई हराएको कुरा, जग्गा विवाद वा विवाह मिलाउने काम हुन्थ्यो। तर यो पटकको एजेन्डा फरक थियो। ब्राह्मणकी छोरी र दलितको केटा। यो सम्बन्ध समाजले स्वीकार गर्ने कि नगर्ने। गाउँको चौतारीमा पुराना घामले फाटेका बाँसका कुर्सीहरूमा पञ्चहरू बसेका थिए। पदम सर, जयराज भट्टराई, सरिताका बाबा र अरू 3 जना। अर्कातर्फ बसिरहेका थिए गणेश भण्डारी, मुकुन्द सापकोटा, शेरबहादुर न्यौपाने। बहस सुरु गरियो। गणेश उठेर कड्किए, हामी परम्परा बिर्सेर के बाँच्न सक्छौं? यदि आज दलितलाई छोडिदिन थाल्यौं भने भोलि हाम्रो कुल संस्कार नै मेटिन्छ। जयराज बाबु चुपचाप थिए। तर पदम सर उठे, गणेशजी, तपाईँ धर्मका कुरा गर्नुहुन्छ, तर धर्मले त प्रेमलाई महत्त्व दिएको छ। यदि धर्मले माया स्वीकार्दैन भने त्यो धर्म होइन, त्यो त केवल डर हो। मुकुन्द सापकोटा हँसिए, प्रेम त सबैलाई हुन्छ, तर जातभित्र रहनुपर्छ। त्यसै बेला शिव उठे। पहिलो पटक सार्वजनिक रूपमा। शब्द थरथराइरहेका थिए, तर हिम्मत ठोस थियो। म सरितालाई माया गर्छु, तर मसँग मन्दिर छिर्न पाउने अधिकार छैन। मसँग तपाईहरूको जस्तो थर छैन, तर मसँग सत्य र न्यानोपन छ। सुनसान। त्यही मौनतालाई तोड्दै सरिता पनि उठिन्। यदि जात ठूलो कुरा हो भने म किन माया गर्न डराउनु? किन म आफ्नो निर्णय समाजको डरले फेर्नु पर्छ? के समाजले मेरो मन पढ्न सक्छ? गणेश उठे, हामी जनमतमा लैजाउँ। तर पदम सर मुस्कुराए, जनमत होइन, मानवता चाहिन्छ यहाँ। अन्ततः बहस टुङ्ग्याइयो। अहिलेलाई कुनै निर्णय नगरिने, तर सरिता र शिवलाई बहिष्कार नगर्ने। यो फैसला गाउँमा पहिलो पटक जातभन्दा माथि मानवीयता उठेको सङ्केत थियो। त्यो साँझ शिवले डायरीमा लेखे, आज हामी जितेनौं, तर हामीलाई हराउने मनोवृत्ति कमजोर बन्यो। धन्यवाद। अर्को भागको लागि प्रतीक्षा गर्नुहोला।